Video Ramailo. Video Ramailo. साला आज त्यसले भेट्छ अब ए आमा पो होइन म खेततिर जाँदैछु हैन हाम्रो खेत तलतिर थियो यता कहिले भएछ खेत खेतमा जाँदा त कोदाल लगेर जान्छन् लट्टी चाहिँ कहिले रहेछ लग्न छालिस तैले के पक्कै पनि त के काम बिगार्न जाँदैछस् छोरोको घर जान्छस् कि पिटाइ खान्छस् अहिले म तपाईँ पनि छोराको कुन काम हुन्छ छोरो कुन साइडमा हिँड्ने आउँछ तपाईँ बिचमा आएर किचकिच नगर्नु न अझै बढी बोल्छस् अनि कान्छो तँचाहिँ के भएको सदा कुकुर जस्तो लखर लखर डुल्या छ त पनि फुरुक्क आफ्नो घर जा ल ल साने आफ्नो ज्यान जोगाएर हिँड्ने गर ल साने म त लागि आफ्नो घरतिर ज्यान जोगाउन यहाँ बस्नु धेरै ठिक छ जस्तो लागेन फेरि पनि केही पर्यो भने सम्झेन होइन हो आमा मैले तिम्रो बुढाबुढी के खाइदिएको छु भन त सधैँ यसरी किन गराउँछौ घरमा हुँदा त गाली गरे पनि कुटे पनि ठिकै छ साथी हुँदा त मिठो बोल्ने गर न अलिकता ए तँलाई अझ मिठो बोल्नु पर्ने फुरुक्क घर जान्छस् कि लट्टी खान्छस् तिम्रो लट्ठी तिमीसँगै राख राम्रोसँग घर जा भनेको पनि त हुन्थ्यो नि जहिले पनि कराउने मात्र होइन घरमा गएर पानी ल्याएर आउने पहिला मात्र दुःख दिने होइन घरमा गएर त पानी ल्याएको ल्यायो सम्झिने पानी छाम्किने यो तर कहिले काम लाग्ने भएन छोराले गाली गरे के हो ए सानी बाहिर आइदिन कहाँ गएको थिए कहाँ गएर चाहिँ होइन ए किन कराउँछ यति सासै फुत्किने गर्ने तँलाई घरमा नदेखेर बोलाएको थिएँ कहाँ गएको थिइस् नि यति बेरसम्म ए ज्ञानुको घर त गएको थिएँ भर्खर किन गएको नानी के काम थियो र ज्ञानु घर नानी यहाँ त एकछिन बस भन के हो सुन्न नानी तँलाई त आमा बुवाले कति माया गर्छन् है मलाई त कसैले पनि देखि खान सक्दैन तेरो बानी व्यवहार पनि हुनु पर्यो त माया गर्ने जस्तो अरूको रिस गरिन हुन्छ त्यो त हो नानी उता सुन्न आमाले पाल्ने भन्नुहुन्थ्यो पाल्ने है मलाई भन्नुहुन्थ्यो कि पानी ल्याउने तँलाई भन्नुहुन्थ्यो आफूलाई दुःख लाग्यो न मलाई भन्छ अनि होइन कि नानी त्यस्तो जान पानी ल्याएर आइदैन मैले त कसैले भने पनि टेर्दैनन् के भयो होला यो घरको परिवारलाई ल ल हुन्छ ए नानी छिटो आइस है फेरि उतै पँधेराउन आइस के खालको मान्छे होले बिर्सिएर जान्छे मलाई त कसैले पठाउँदै पठाउँदैन सबले घिर्न मात्र गर्छन् के खालको मान्छे होला आमाले थर्काएर मान्छु बरु त्यो कान्छो चाहिँ कहाँसम्म पुग्यो होला फेरि आज सानेको आमाले भड्काइदिए अहिले घरमा पनि कोही छैन त्यो कान्छो कहाँसम्म पुग्यो होला कल गर्छु म एकचोटि फेरि त्यसले फुनाने भन कान्छो त कहाँ छस् के अहिले घरमा कोही छैन छिटो आइदैन कान्छो छिटो तल बारीको बाटोमा आइज है ए ल ल ल ल कान्छो है अहिले बहिनी पनि आएको छैन म त काम गर्छु नभएर यो भेस्ट पनि लास्टै फोहोर भएको छ अर्को भेस्ट लगाएर जान्छु आज घरमा कोही पनि छैन Video Ramailo.
आमा ए आमा किन बोलाउँछ यो म चाहिँ घाँस काट्न गएँ है खाना बनाउँदै गरेँ म अहिले आउँछु ए ल ल छिटो गएर आइज म खाना बनाउँछु है ल ल ज्ञानुले खाना पकाउनु त भन्यो आँगन फोहोर रहेछ एकछिन आँगन बढाल्नु पर्यो अनि खाना बनाउनु पर्ला चिसो अगाडि छ बनाउने कि हामी घर पनि ज्ञान आउने बेला भइसक्यो खाना बनायो भनेर चाहिँ खाना बनाउनु पर्यो ला हिँड्दैन कस्तो राम्रो हरियो घाँस रहेछ यही काट्नु पर्यो यदि 2 दिनसम्ममा पैसा फिर्ता आएन भने यो घर म आफै तालदा लगाएर आउँछु भनिदिएको छु काजी बाबुको ऋण कसरी तिर्ने होला पुतली मैसाब कहाँ हुनुहुन्छ एकचोटि भेटेर कुरा गर्नुपर्छ कि हो छोरीले भने त बाबुले कसैलाई मान्लान् के म एकचोटि मैसाबसँग भेटेर कुरा गर्नुपर्छ कि कहाँ पो हुनुहुन्छ क्या मैसाब 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 ए ज्ञानुको यहाँ आउनु नि एकछिन यहाँ ए ल ल मैसाब यसो टाइम छ भने यतै कतै बसौँ न हस् मैसाब हिँड्दैन शीतल र हिँड्दैन बसौँ है मैसाब सुन्नु न भन न के हो भने एउटा कुरा भन्छु मान्नुहुन्छ नि भन न के हो यो कान्छो अहिलेसम्म आउँदैन यार यो शुभ कार्यमा ढिला किन गरे होला आए हो आए तँलाई स्पेसल गिफ्ट छ क्या यार फेरि यो के ल्याइस् यो खाएपछि तेरो 8 वर्ष के त्यतिको त मार्नै सक्दैनस् यो खान अनि पछि त सिधै हो मारेकै थाहा हुन्न कि यो खाएपछि ल ल आज हान्नुपर्छ है ल ल म पनि खाना त फेरि ल धेरै नखाने यार फेरि धेरै खाएपछि कहाँ हान्न सकिन्छ हो यति के यति धेरै खानु फेरि सकिन्न
बस्न कान्छो कान्छो जान त होला अब जाम म रेडी छु त्यसलाई हान्ने पो कसरी हाले बाजीबाट हान्दिन चिरपटले ए कान्छो बढी भयो के केटोलाई जाम रुकै रन्काइनुपर्छ के भयो सानो के भयो सानो हाम्रो दाइ होइन र त्यो के भएछ दाइ के भयो कसले गर्यो यहाँ को हौ तिमी